यहाँ कुकुरी आनन्द कति भयो कति यहाँ भागा भाग साँझ भयो कि यहाँ दौडा दौड हुन्छ मान्छेहरू साँझ भयो कि केटाकेटी महिलालाई चाहिँ गाह्रो मलाई अहिले चित्त दुखिरहेछ उहाँको भत्कियो चलाउँछु किन नचलाउने यस्ता यिनीहरूले भनेर म नचलाउने चलाउने तर यो ताल चलाउने मैले पहिला रस्सी पनि हटाएको छ भाइ तिमीलाई भत्का अब धेरै अगाडि एक भन्दा हामीले अनि लिखित निवेदन दिनु पर्यो हामीले धम्काएको छैन बाटोमा बढी तमासा नगर्नुस् कुरा आज एका बिहानै काठमाडौँ महानगरपालिकाको डोजर पुग्यो बानेश्वर बुद्धनगरमा। कडक नाम गरेको एउटा पसलले बुद्धनगर क्षेत्र नै आतंकित बनाएको भन्दै स्थानीयले महानगर गुहारेका थिए। तपाईले लागु बजारको तपाईलाई भेटायो भने तपाईले हामीले जाने जस्तो गर्नु आउँछु यहाँ झगडा गर्नेलाई हटाउने कि व्यवसाय गर्नेलाई हटाउने अरू यहाँ खुकुरी हान्न कहिले भए त्यसको प्रमाण लिएर आउनु न खुकुरी हान्न हामी त अब तलमा आएको छैन भाइ तपाईँ चित्त बुझ्नु वडा कार्यालयमा बाटोमा जनप्रतिनिधिसँग लफडा गरे के हो नबुझ्ने कुरा केही छ तपाईँ घोडामा आउनुहोस् यहाँ के बनाउँदा हामी आएको होइन टोलवासी सबैजना आएपछि हामी आएको। जनप्रतिनिधि टोल सुधार समिति र नगर प्रहरीको जम्बो टोली बिहानै पुगेर उक्त पसलले लगाएको टहरामा डोजर चलाएको छ। डोजर हान्ने क्रममा स्थानीय र पसल व्यवसाय बीच भनाभन समेत भएको थियो। पसलको टहरामा जथाभावी गरेको बारम्बार झगडा भइरहने र ड्रग्सको समेत प्रयोग गरेर दुर्व्यसनीको अखडा बनाएको भन्दै स्थानीय आक्रोशित थिए। आफ्नो व्यवसाय शान्तिपूर्ण तरिकाले चलाउनलाई हामी टोलको मान्छेलाई कोही आपत्ति छैन, अन्त पनि चलाउनु पर्छ। तर उहाँका चाहिँ त्यो व्यवसाय एकदम अशान्ति, टोललाई नै अशान्ति गर्ने, अब महिना 2 महिनामा चाहिँ रक्तपात कुटपिट हो हल्ला, अब यो एउटा चिया पसलको रूपमा उहाँले सञ्चालन गर्नु भएको छैन। अब के रूपमा गर्नुभएको उहाँलाई नै थाहा छ। यहाँनिर चाहिँ अलिकति यो मान्छेहरू हिँड्न डराएको हो। यहाँ 2-4 यहाँ चाहिँ नराम्रो झगडा पऱ्यो यही टहरभित्रमा। यहाँ चाहिँ यो चिया पसल फरक भन्ने चिया पसल थियो। यहाँ चाहिँ नि अब विभिन्न ठाउँबाट आएर होस्टेलका मान्छे केटाकेटीहरू आउने यो ठाउँ चाहिँ एउटा ड्रग्स पाँच जस्तो भयो। यहाँ त हिँड्न पनि मान्छे डराएपछि नेपाली स्थानीय देख्नुहुन्छ उहाँहरू ओडामा आएर डेलिगेसन आएर उहाँले निवेदन दिएपछि अनि त्यसपछि हामीले चाहिँ यो प्रक्रिया सुरु गर्छौँ। तर पसल व्यवसायी भने के अराजक युवाहरूले झगडा गरेको स्वीकार्दै अन्य अनैतिक कार्य नभएको बताउँछन्। झगडा भएन म भन्दिनँ। यहाँ झगडा गर्नेलाई हटाउने कि व्यवसाय गर्नेलाई हटाउने अरू यहाँ खुकुरी हान्न कहिले भए त्यसको प्रमाण लिएर आउनु न खुकुरी हान्न झगडा भएन म भन्दिनँ। झगडा हुने ठाउँमा व्यवसायलाई हटाउने कि झगडा गर्नेलाई हटाउने त्यही मान्छेहरूलाई पुलिसले बार समातेर तपाईँको योभन्दा 1 हप्ता अगाडि उतै घरमा अगाडिको घरमा तोडफोड गरेर तिनीहरूले हो। तिनीहरूलाई समातेर तिनीहरूलाई सजाय दिने कि एउटा व्यवसाय गरी खाने मान्छेलाई सजाय दिने। म बुझ्ने मान्छे, मैले रक्सी पनि बेचिरहेको थिएँ, झै झगडा भयो भनेर मैले रक्सीहरू पनि हटाइदिएँ। आउँदाखेरि उनीहरू मान्दैन। मैले एकजना यहीँ टोलको सिनियर दाइलाई पनि कुरा गरिसकेको थिएँ उनीहरूको बारेमा। आयो उनीहरू झगडा गर्यो, तोडफोड भयो, हानाहान भयो। व्यवसाय हटाउने कि उनीहरूलाई हटाउने यो ठाउँबाट? त्यो मान्छेहरू भनेको तपाईँको महिनामा 3-4 चोटि बुद्धनगरमा झगडा गर्ने 19वटा होस्टेलबाट तिनीहरू निष्कासित भएको छ होइन। यहाँ आएर झगडा गर्यो, कतिखेर आउँछ कतिखेर झगडा गर्छ। हामी त्यहाँनिर बस्न त सकिँदैन नि त होइन। हाम्रो अर्को बिजनेस हुन्छ। यहाँ आएर कस्तो कुरा गर्नु हामीले सकेसम्म हेरेको अनुसार सुन्नु न दाइ, हामीले म 5 वर्ष दुबई कतार बसेर हो। उहाँहरूले भएको नभएको दोष लगाएर गरी खान दिन्न, तिमीहरूलाई उठाउँछु, तिमीहरूको लगानी फसाउँछु भनेर उहाँहरूले धम्की दिनु भएको छ। एकजना भाइ यहाँको साउ भन्थ्यो उल्टो धम्काएर गयो म मिडिया ल्याउँछु, म के अरे अदालत जान्छु, कसरी भट्काउँछ हेरौँ। हामी त गरी खाने मान्छे हो, फेरि गरी खान्छौँ। यस्तो भट्का भन्दैमा हामी के रुनी भिख माग्न जाने गरी खान नसक्ने होइन भनेको जस्तो प्रक्रियामा गएर गर्नुहुन्छ जस्तो प्रक्रियामा गरिन्छ नि। यो चारपल्ट भइसक्यो। अहिलेसम्म 3 चोटि भएको छ। 3 चोटि झगडा भएको छ। म मान्छु गल्ती छ, म मान्छु नि त मेरो गल्ती। व्यवसाय गरिरहेछ, कसैलाई विरोध गरेन, भाइकैलाई होइन मेरो गल्ती म मान्छु। धम्काकै हो नि धम्काएको छैन। हामी कानुन सबत छ। तपाईँले मौखिक धम्की दिनु भएको थियो उसलाई जाँदा। हामीले धम्काएको छैन। धम्की दिनु भएको छ, किन दिनु भएको छ? हजुरहरूले भत्काउनु भन्दा पहिला एकचोटि हामीलाई दिनु भएको थियो।
कार्यालयमा पेपर कम्प्लिट भएर आएको हामी पनि चिया खाना के कुरा यार? बनाउन हामी पनि खान्छौँ आउनु समाजहरू मिलेर दोषीलाई हटाउने कि एउटा व्यवसाय गरेकोलाई हटाउने हजुरको एक्टिङ हो यो सब हजुरलाई के चित्त होइन भाइ होइन बरु म अङ्कललाई मान्छु अङ्कलले चाहिँ मलाई सजेसन दिनुहुन्छ होइन मैले के बेला बेलामा आएर केही तिमीलाई भन्नु। डिस्टर्ब गरेको छु मलाई नेपाल प्रहरीले पनि पक्रेर लगिरहेछन् अनुसन्धानमा छन् केटाहरू अस्ति यहाँ त 4-5 जना केटा लगेर छन् ऊ चाहिँ अब यो अनुसन्धानको क्रममा छ यहाँ चाहिँ अलिकति विभिन्न किसिमका कुराहरू पनि आइरहेछन् अब हामीले त सुनेको भरमा भएन यो चाहिँ नेपाल प्रहरीले अनुसन्धान भइरहेछन्